हेलो नमस्ते म चाहिँ भरसजन हैन म चाहिँ एकदम सन्चै छु आई होप तपाईहरु नि सन्चै हुनुहुन्छ होला आज चाहिँ हामी उदोसको लागि गिटार किन्न आएको यो सबमा ल जाऊ जाउँ न म देखि आएको म देखि ल दाइ आयो हामी आइसक्यो हैन तपाईहरु सबैजना आउनु होला एकदम बवाल बवाल खै ल एउटा इस्माइल ल्याउ नि यता हेरेर यता के यता यता हेर न अब इस्माइल ल्याउ ठिक छ होइन अहिले म मिलाइदिन्छु ट्युनहरू त मन परेको छ भने क्या मतलब ल प्याक हानिदिनु दाइ होइन त्यो ज्याकको ज्याकको बवाल है के खाइला रे सानो ब्याग सानो भएछ तनाव हुन्छ त ल तनी एउटा स्मेल ल्याउ न भाइ ब्ल्याक क्यान एउटा दुइटा मेरो मिम बनाइदियो त्यही मौसममै एकदम चिसो मौसम छ चिसो मौसममा सबै ओढनीमा बसेर मेरो भ्लग हेरिदिनु धन्यवाद मेरो अहिले पक्का छ लुक्स अब यहाँ पेमेन्ट नै हुँदैछ है यति गर्नु भइरह हो अंडरवर्ल्ड में जिक्र यारां के नाम का कुण सब तिमी आउन लिएर मैले थाहा पाइहाल्छु नि तिमीले लिएर गएको कस्तो ब्लर आयो तिम्रो नम्बर छ नम्बर म स्कुलबाट आउने जाने बेलै लगिदिन्छु नि त नम्बर केलाई चाहियो ब्याग आइसी कल गर्छु कलर ए आएर लाउँछ अरे ल जाउँ अब ट्युनर मिलाउनु पर्ने हो मिलाइदिन्छु म अहिले मसँग छ ट्युनर उसको 350 350 को क्याप हो होइन खुसी छौ नि खै त स्मेल ल्याउ न ल गीता ए ब्याग अब ब्याग चाहिँ 3-4 दिनपछि लिन आउने हो अब एकछिन हामी साथी घर जान्छ एकैछिनमा पुग्छ
खिलाइरह नि जिन्दगीको फर्स्ट गिटार होइन जस्तै जिन्दगीको फर्स्ट गिटार यति राम्रो अब यहाँ हामी गिटार नि ल्याइसकेका छौँ होइन यसो मुस्कान दिनै पऱ्यो नि त दिनु परेन भने भयो म झन् केही गर्न हुँदैन औला पनि पुग्दैन झन् हेर त ल अब हामी चाहिँ खाजा खान जाउँ भनेको खाजा खान चाहिँ कता जानु पानी आएर भन्दा त्यो गुलियो हुन्छ कि नमिठो कतै तातो पकौडाहरू ए चिया पकौडा कतै पकौडाहरू कहीँ पाउँदैन तातो खानु यो डोनट गुलियो नि गुलियो नखा भन्ला नि फेरि जाउँ त त्यही समोसा खान खुसी त लागिरह नि कति सोधे है वाक्क लाग्दो संसार धिक्क लाग्दो दिन खुसी लागेको छैन मलाई गिटार पाउँदाखेरि राम्रो खुसी लाग्यो रातभरि निम्ति नलाग्यो खुसी लागेर कहिले उठेर बजाउँला ला हामी अरूहरू गयो कहिले गिटार बेला नि बेला अब यस्तो जाडो त चाहिँ के खान्छ चिया खान्छ कुले खाँदैन क्या भने सबै खाउने के हामीसँग दिएन पुरा समोसा खाउँ त समोसा के खान्छ खान्छ के त भाइ किन खाने चिया खान्छ उतातिर तातो पाउला नि त केही के पाउँछ त हल्का महँगो महँगो पाउँछ घर घर भात त खाने तातो एकछिन बस्नु है सुरक्षा खाने ल त्यहीँ जाने हो समोसा खान अब यो छ भने खान हो त्यो ब्यागको प्राइस देखेर म सुनेर दाम परेको किन समोसा कतिवटा मगाउनु एउटा खाने हुन्छ नि ब्लग भन्छ ब्लग 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 बनाएर कति छवटा समोसा पनि खान लागेको छ धन्यवाद है भाइहरू ल भेट्छ यो अलिकति चिसो मौसम कस्तो है कस्तो भेट्छ एलियन कस्तो ल अब त्यो नि गयो आजको त्यो नि घर गइसक्यो अब म नि फर्केर जान्छु आजको लागि यति नै भेटौँ अर्को ब्लगमा